आज 4 डिसेम्बर 2025 को दिन म लगायत मेरो श्रीमती सृजना थापा अनि छोरा आरब थापा मेडीभिल रिसोर्टमा, जो चाहिँ दबाईपानी बस्ती दार्जिलिङमा अवस्थित छ, त्यहाँ अत्यन्त राम्रो कार्यक्रम, व्रतबन्धन कार्यक्रम साथै गुन्युचेलीको कार्यक्रम मेरो साथी महेन्द्र सुवेदी अनि उसका 2 भाइहरूको छोराहरू अनि छोरीको कार्यक्रममा उपस्थित हुन पायौँ र यो समय अत्यन्त यादगार रहनेछ सधैँभरिको लागि। र ती व्रतबन्धन गरेका नानीहरूलाई साथै मेरो साथी महेन्द्रको सम्पूर्ण परिवारलाई शुभकामना टक्राउन चाहँदै यो सानो मेमोरी साथमा लिएको छु।